बाबा बाबा यहाँको डिस्क्रिप्सन दिनु न त। अब ज्ञादी भन्छ नि, अब ज्ञादी पारी ज्ञादी हो के अरे वाली पर्वत हो। त्यो पछाडि ज्ञादी भन्नुभएको छ बाबाले। यो पर्वत है बाबा? यो ज्ञादी पुरानो ठाउँ हो, पुरानो ठाउँ हो। अब ज्ञादी जाने हिँडेर जान सक्नुहुन्छ? यो नेपालको सबभन्दा लामो सस्पेन्सन ब्रिज हो। यो तल चाहिँ मोदी खोला को भ्यू यस्तो छ। यहाँबाट बाइक स्कुटरहरू पनि पास हुन्छ। बाबा आइराख्नु भएको छ। बाबा बिस्तारै बिस्तारै हिँड्दै आउनुभएको छ ब्यालेन्स गर्दै। हेलो भाइ। नेपालको सबभन्दा ठुलो सस्पेन्सन ब्रिजमा छौँ। अब हामी उता पारि जान्छ। डर लाग्छ तपाईँलाई? डर लाग्छ छैन हिँड्दा। पुल पारि आयौँ हामी। कस्तो राम्रो फुल रहेछ यहाँ, ब्युटिफुल फ्लावर। बाख्रा जाने डर आयो। ठुलो लामो पुल कटेर आउनुभयो बाबा? लामो पुल कटेर आयो। नेपालमा अझैको लामो पुल हो अरे। अघि हामी उता पारिबाट आएको हो। अब हामी फेरि फर्किहाल्छौँ। के ठाउँ हो यो मलाई पनि थाहा छैन। ज्ञादी भन्नुहुन्छ। अघि हामी त्यो पारिबाट आएको, अब फेरि हामी पारि नै जान लागेको। यो पुलमा चाहिँ यसरी बाइकहरू पनि पास हुँदो रहेछ। आउनु आउनु बिस्तारै। लामो छ यो पुल चाहिँ। तल चाहिँ मोदी खोला रहेछ। बाबा मस्त हिँडिराख्नु भएको छ एक्लै। अब हामी पारि पनि आइपुग्न लागिसक्यौँ। त्यो पारि चाहिँ बागलुङ हो अरे, पारिको डाँडा। बाबा चाहिँ हिँडिराख्नु भएको छ। अब हामी यहाँबाट फर्किन लागेको। अब कता जाने हो मलाई पनि थाहा छैन। बाबा मस्जिद पनि रहेछ एउटा, रजा जामे मस्जिद। यो मोदी खोला अघि झोलुङ्गो पुलबाट जुन खोला देखेको थियो त्यो खोला यही हो। यो गुराँसको बोट रहेछ। यहाँ गुराँस पनि फुलेछ तर देखेन भिडियोमा चाहिँ। यहाँ अर्को गुराँसहरू रहेछ फुलेको, कस्तो धेरै फुलेको। हामी अहिले कार्की नेटा भन्ने ठाउँ जान लागेको। कस्तो छ मैले पनि देखेको छैन अहिलेसम्म।
अहिले हामी यो पर्वत जिल्लाको कार्कीनेटा भन्ने ठाउँमा आएछौँ। बाबा खाजा खाँदै हुनुहुन्छ। अब यहाँबाट हामी पोखरा निस्किन्छौँ खाजा खाएर। यस्तो छ गाउँ। कस्तो राम्रो फुल फुलेर रहेछ भित्तामा। मेरो हालत त खराब भइसकेछ। दिस इज आवर गाडी। परको होटेलमा बाबा खाजा खाँदै हुनुहुन्छ। यिनीहरू चाहिँ यहाँको आइटिनरी रहेछ। म्याप रहेछ।